टिकट टाँसेको छ किन आज यस्तो भयो आज के भयो भन्दाखेरि अब हामीले यो काट्दाखेरि अब त्यो हाडखोर निस्किन्छ कि यही पानीले त्यो भित्रको चिज पखाल्दा भेटिहाल्यो भने भोलि मलाई अप्ठ्यारो नपरोस् भनेर नै मैले इन्सपेक्टर साहबलाई इन्फर्म गरेँ। किन भन्दा काम गर्दा रोक्नु पर्यो भने हामीलाई बहुत गाह्रो हुन्छ। त्यसको कारणले इन्सपेक्टर साहबले अब त्यहाँ तरबन्द लाउनुहोस्, बाहिरको मान्छे आउन नदिने वातावरण गरौँ भनेर उहाँ इन्सपेक्टर साहबको आदेश भएर उहाँ प्रहरी सरहरूले असय साहबहरूले तरबन्द लाउनु भयो। आज यहाँ आउने सर्वसाधारणहरू भित्र आउन पाउँदैन। अब यो काटेर निकाल्ने के हो? अब काट्ने टुङ्गा पुग्यो, ग्यास लिन गइसक्यो, ग्यास कटर हिँडिसक्यो उहाँबाट, अब आइपुग्ने बेला भयो। कतिवटा ग्यास कटर आउँछ? एउटा भए पुग्छ। किन भन्दाखेरि हामी उता तान्दै गर्छौँ अनि यता काट्दै गर्छ, पानी सुकाउँदै गर्छ। अब धेरै म्यान पावर हुन्छ, बेलचाहरू पनि उहाँ नामै बिर्सिन्छ। हाम्रो चाहिँ के नाम हो त्यो हाम्रो भाइको? काउसतीको होइन, बेलचा ल्याइदिनु। उहाँले अब 6वटा बेलचा ल्याइदिनु भएछ। के अरे रुपेश सरले अब बेलचा ल्याइदिनु भयो होइन। अब बाहिरबाट पठाएको पैसा मलाई देऊ भनेर पैसाले मैले बगि बेलचा ल्याइदिनु। अहिले यहाँ बेलचा बिहान ग्यास सिलिन्डर आइसकेपछि ग्यास सिलिन्डर जसबाट चाहिँ यो बसलाई अब काट्ने काम हुँदैछ। टुक्रा टुक्रा बनाएर पिसबाट निकाल्ने हो। यसरी देख्नुहोस्, एउटा पिस निस्किसकेको छ। यो सिलिन्डरबाट त्यो आगो बालिन्छ र आगो बालिसकेपछि पिस छुट्याउँदै गाडीको सम्पूर्ण पार्ट्सहरू अब निकाल्ने काम भइरहेको छ। ग्यास सिलिन्डर आइसकेपछि ग्यास सिलिन्डर जसबाट चाहिँ यो बसलाई अब काट्ने काम हुँदैछ। टुक्रा टुक्रा बनाएर पिसबाट निकाल्ने हो। यसरी देख्नुहोस्, एउटा पिस निस्किसकेको छ। यो सिलिन्डरबाट त्यो आगो बालिन्छ र आगो बालिसकेपछि पिस छुट्याउँदै गाडीको सम्पूर्ण पार्ट्सहरू अब निकाल्ने काम भइरहेको छ। दुईटा सिलिन्डर ल्याइसकेका छन्। दुईटा अक्सिजन, दुईटा सिलिन्डर भयो, दुईटा ग्यास कटर युज गर्नु। हजुर, दुईटा ग्यास कटर त मेसिन त एउटै युज हुन्छ, तर एउटाले नपुग्न सक्छ। एक्स्ट्रा एउटा पनि हाम्रो चाहिँ कावसतीबाट उहाँहरू चाहिँ यो टायर कान्छालाई चाहिँ सहयोग गर्न भनेर आउनु भएको थियो। उहाँहरू सुरुमा चाहिँ आइडिया दिन आउनु भएको थियो। पछि टायर कान्छाको जब मेहनत देखिसकेपछि अनि उहाँहरू चाहिँ आफै खटिनु भएको छ। हाम्रो चाहिँ मुक्तिदाता वेल्डिङ बेल्डिङ सेवा, यो चाहिँ कावसतीको डन्डा लगायतका विभिन्न ठाउँमा छ है तपाईँहरू? काउसती डन्डा सुरुमा चाहिँ तपाईँहरू 4 जना दाजुभाइ 4 जना आउनु भएको थियो। हजुर, अहिले चाहिँ कतिजना आउनु? अहिले हामी दुईजना ल, अब तपाईँहरूलाई चाहिँ आजको कामको लागि सफलताको शुभकामना पनि दिन्छौँ हामी। हस्, धन्यवाद।